के छ ब्लग सुरु गर्न पर्ला जस्तो छ यार के छ त तिम्रो यसमा विचार धारणा के छ ब्लग सुरु दाइले ब्लग सुरु गरिदिउँ त पैसा आउँछ हैन पैसा आउँछ ल ठिक छ भनेपछि अब आजबाट दाइले ब्लग सुरु गर्यो हैन ल तिमी त्यतैबाट जाऊ म चाहिँ अब बात गर्दै गर्दै ल बाइ बाइ अब केही छैन अब यो काम पनि छैन फुर्सद पनि छैन हैन यसरी भ्लग त के भन्ने हो र यसरी बोले जस्तो नि हो नि भिडियो बनाए जस्तो नि हो नि यसरी गराउँदाखेरि चाहिँ के छ मेरोमा अनि भ्युज आउनु पर्यो मेन कुरो भ्युज आयो भने चाहिँ बल्ल यसो पैसा नि आउँछ हैन अब भ्युज नै छैन त्यो मान्छेले हेर्दैन भने त अब यसरी त फेरि बनाउन पनि झ्याउ लाग्छ मलाई त्यही भएर जसले हेर्नुहुन्छ यो भिडियो टक्क लाइक बटन थिचिदिनुहोस् कमेन्ट के गर्नुपर्छ ठ्याक्क यसो कमेन्ट पनि थिचिदिनुहोस् र फेसबुकमा हेर्दै हुनुहुन्छ भने चाहिँ यो प्रोफाइललाई फलो गरिदिनुहोस् अनि युट्युबबाट हेर्दै हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनुहोस् अब सब्सक्राइब गर्दैमा तपाईँको घर जग्गा जाँदैन केही पनि जाँदैन सब्सक्राइब गरेर यसो कसैको भलो हुन्छ भने त्यति भलो त गर्दाखेरि चाहिँ खासै फरक चाहिँ पर्छ जस्तो लाग्दैन भन्दै आजको लागि यो सुरुको यो स्टार्टिङ हो धेरै बोल्यो भने फेरि केपी ओली भइएला धेरै बोल्यो भने हर्क सम्मान भइएला त्यही भएर त्यहाँसम्म पनि नमुम ठिकै छ आजको लागि यति गरौँ ल हेरिदिनु भयो यतिसम्म मेरो यो गन्थन सुनिदिनु भयो धेरै धेरै धन्यवाद।